हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो फेरि पनि नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुको माझमा कुखुराको कलेजो र जाते पकाएको भिडियो लिएर आउँदै छु। यहाँनेर चाहिँ मैले 1 केजी कलेजो जाते चाहिँ धुएर रेडी बनाएको छु। अनि यता चाहिँ मसलाको लागि जिरा अनि धनिया, लसुन र सुकेको खोर्सानी लिएको छु। अनि एउटा कराईलाई चाहिँ अनि मैले अनि ग्यासमा अनि बसाएको छु। अनि यसमा चाहिँ अनि तोरीको तेल राखेर अनि त्यसमाथि थोरै मेथी अनि एउटा सुकेको खोर्सानी लाएर अनि पकाएको छु। अनि त्यसमाथि प्याज राखेर अनि यसलाई चाहिँ म मज्जाले अनि रातो भइन्जेलसम्म फ्राई गर्नेछु, भुट्नेछु। अनि यो सुकेको खोर्सानी चाहिँ यसरी डढाउँदाखेरि चाहिँ अनि मिठो स्मेल आए जस्तै लाग्छ मलाई चाहिँ, अनि त्यही भएर लगाएको। अनि यो प्याज पनि डढेर रातो रातो भएको छ। यसमाथि मैले बेसार राखेको छु। अनि त्यसमाथि अनि नुन पनि मैले सुरुमा नै अनि हालेको छु। यहाँनेर आफूलाई कतिको स्वाद मनपर्छ त्यो अनुसारको नुन राखेको छु। अनि यो प्याज नुन बेसारलाई चाहिँ अनि म मज्जाले मिक्स गर्दैछु, तेलमा फ्राई गर्दैछु। अब अनि यो चलाइसकेपछि चाहिँ अघि मज्जाले सफा गरेर अनि धुएर राखेको अनि कलेजो जाते चाहिँ अनि यसमाथि म हाल्दैछु। अनि यो चाहिँ एकदम अघि मैले अनि मज्जाले सफा गरेको थिएँ। यो चाहिँ अनि म थोरै थोरै गरेर लाउँदैछु यहाँनेर। अनि यसलाई चाहिँ लाइसके पछाडि अनि अघिको अनि नुन बेसार अनि मज्जाले सबैतिर लागोस् भनेर यसलाई चाहिँ म मज्जाले अनि यो हालिसकेपछि चाहिँ अनि चलाउने छु। अब म चलाउँदैछु यो सब्जीलाई चाहिँ मज्जाले सबैतिर यो अनि बेसार अनि नुनहरू चाहिँ अनि सबैतिर लागोस् भनेर अनि म चलाएर अनि ठुलो अनि ग्यास चाहिँ अलिक ठुलै राखेर अनि छोड्दिने छु। यसलाई म अनि नछोपिकन राख्ने छु, किनभने यो अघि मैले पानीले अनि धुएको थिएँ अनि यसबाट अलिअलि पानी निस्किन्छ। अनि यो सब्जीबाट निस्केको पानी चाहिँ अब यतिकै खुल्लै राखेर अनि म छोडेर यो पानी सुक्नलाई छोडिदिँदैछु, चलाउँदै राख्दै गरेर। अब चाहिँ यहाँनेर अघि निस्केको अनि पानीहरू चाहिँ अनि मज्जाले सुकिसकेको छ। यो चाहिँ एकदम तेल निस्केर तेलमा फ्राई भइरहेको छ। अब यसमाथि चाहिँ म अघि पिसेर राखेको मसलालाई राख्दैछु। अनि यो मसलालाई चाहिँ अनि मासुमा मज्जाले मिक्स हुने गरी म चलाउँदैछु। अनि यो मसला चाहिँ एकदम मज्जाले अनि पाक्नलाई छोड्नुपर्ने हुन्छ। अनि एकदम मज्जाले तेलमा मज्जाले फ्राई हुने गरी पाकोस् भनेर चाहिँ अनि म यसलाई अनि ढक्कनले छोपेर अनि एकछिन पाक्नलाई छोडिदिने छु। यो चाहिँ अनि मज्जाले अनि पाक्दैछ है यहाँनेर अहिले चाहिँ। अनि अब यो मसला चाहिँ एकदम मज्जाले पाकिसके पछाडि चाहिँ यसमाथि मैले अनि काटेर राखेको अनि टमाटर छ अनि त्यो चाहिँ यसमाथि राख्दैछु। अनि यो टमाटरलाई पनि मज्जाले अनि चलाएर अनि मिक्स गरेर अनि यो टमाटर पनि अनि मज्जाले पाकोस् भनेर अनि फेरि पनि ढक्कनले छोपेर यसलाई केही बेर अनि पाक्न म छोडिदिने छु। अब यो टमाटरलाई पनि निकै बेर पकाइसके पछाडि अनि यसरी पाकिसकेको छ है टमाटर पनि। अनि यो टमाटर सहित फेरि पनि अनि म मासुलाई अनि मिक्स गर्दैछु। अब हेर्न सक्नुहुन्छ तपाईहरुले टमाटर पनि अनि पाकेर अनि त्यहाँ मज्जाले मिक्स भइसकेको छ है। अनि अझै अब यसलाई केही बेर पाक्नलाई छोडिदिने छु, अझै मज्जाले अनि पाकोस् भनेर। अब चाहिँ लगभग यो तरकारी अनि पाकेर रेडी भइसकेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि यहाँनेर चाहिँ एकदमै अनि
तेल अनि निस्किएको छ। यो सब्जीमा चाहिँ अहिले मैले तेल थोरै राखे पनि अन्त जातेमा भएको अनि बोसोबाट चाहिँ यो सबै अनि ओइलहरू तेलहरू चाहिँ निस्केको हो। अनि यो चाहिँ एकदम मजाले फ्राई भइसकेको छ, एकदम राम्रो भएको छ है। आज मेरो किचनमा पाकेको अनि सब्जी चाहिँ अनि यही हो, कुखुराको जाँते र कलेजो। अनि यहाँ रेडी भएको छ पाकेर, अनि खानालाई रेडी भएको छ है। अनि म यहाँ पस्किँदै पनि छु। तपाईँहरूले यो भिडियो हेरेर अनि सुरुदेखि अन्त्यसम्म सहायता गर्नुभयो, सबैजनालाई धन्यवाद। अनि कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो अनि कमेन्टमा भन्न नबिर्सिनु होला। धन्यवाद।